कुशल भुर्तेलको ऐतिहासिक विस्फोटक ब्याटिङ, अमेरिका 9 विकेटले ध्वस्त, नयाँ इतिहास रचिँदा त्रिवी मैदान स्तब्ध। घरेलु मैदान कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा आज त्यस्तो सनसनीपूर्ण खेल मच्यो कि जसको सास रहन हजारौं नेपाली क्रिकेट समर्थक आतुर थिए। आईसीसी विश्वकप क्रिकेट लिग 2 अन्तर्गतको खेलमा नेपालले अमेरिकालाई 9 विकेटको लज्जास्पद हार चखाउँदै ऐतिहासिक र शानदार जित दर्ता गरेको छ। सुरुवाती समयमा बलियो लयमा देखिएको अमेरिकालाई नेपाली बलरहरूले कम्मर भाँचेर मैदानमै धरायसी बनाए भने ब्याटिङमा ओपनर कुशल भुर्तेलले विस्फोटक र अभिजित शतकीय इनिङ खेल्दै कीर्तिपुरमा रनको वर्षा गराए। 196 रनको मध्यम लक्ष्य पछ्याउन मैदान उत्रिएको नेपाली टोलीले खेललाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राख्यो। ओपनर कुशल भुर्तेलले अमेरिकी बलरहरूको धज्जी उडाउँदै 117 बलमा 13 चौका र 4 छक्काको मद्दतले 120 रनको अभिजित र कडा शतकीय इनिङ खेले। उनी क्रिजमा यसरी जमे कि अमेरिकी बलरहरू विकेटका लागि छटपटिनु बाहेक केही गर्न सकेनन्। यो जित केवल जित मात्र रहेन, यसले नेपाली क्रिकेट इतिहासमा नयाँ कीर्तिमानको सुनौलो अक्षर थप्यो। कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि 145 रनको यस्तो उत्कृष्ट साझेदारी गरे जुन आईसीसी विश्वकप लिग 2 को इतिहासकै कुनै पनि विकेटका लागि नेपालको सबैभन्दा ठूलो साझेदारी बन्न पुग्यो। यसअघि 2023 मा आसिफ र ज्ञानेन्द्र मल्लले नामिबिया विरुद्ध बनाएको 139 रनको कीर्तिमान आज कीर्तिपुरको मैदानमा धुलो पिठो भयो। त्यस्तै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो नेपालको दोस्रो ठूलो ओपनिङ साझेदारी समेत हो। आसिफ शेख 72 बलमा 59 रन बनाएर आउट भए पनि ईशान पाण्डेले पनि 21 रन जोड्दै कुशललाई अन्तिमसम्म साथ दिए र 36 ओभर 4 बलमै नेपाललाई जितको शिखरमा पुर्याए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निकै आक्रामक र मजबुत सुरुवात गरेको थियो। ओपनर स्मिथ पटेलले 84 रनको अर्धशतकीय इनिङ खेले पनि सेहानले 50 रन जोडे। यी दुई ब्याटरले दोस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै अमेरिकालाई 1 विकेटको क्षतिमा 122 रनको बलियो स्थितिमा पुर्याएका थिए। अमेरिकी टोली विशाल स्कोरतर्फ अघि बढिरहँदा नेपाली समर्थकहरू चिन्तित देखिन्थे, तर खेलको टर्निङ पोइन्ट तब आयो जब उपकप्तान दिपेन्द्र सिंगेरीले यो शतकीय साझेदारीलाई ध्वस्त पारिदिए। दिपेन्द्रले सिहानलाई आउट गरेसँगै अमेरिकी इनिङ्स तासको महल झै ढल्न पुग्यो। त्यसपछि नेपाली बलरहरू यसरी हाबी भए कि अमेरिकी ब्याटरहरू क्रिजमा टिक्नै सकेन। मिलिन्द कुमारले 28 र हरमित सिंहले 14 रन जोड्नु बाहेक कप्तान साइतेजा मुक्कामल्ल 4, साइन जहागीर 6 र शुभम रन्जाने 2 जस्ता मुख्य ब्याटरहरू सस्तैमा समेटिए। अमेरिका 43 ओभर 3 बलमा 195 रनमै अल आउट हुन पुग्यो। बलिङतर्फ नेपालका उपकप्तान दिपेन्द्र सिंगेरीले घातक बलिङ गर्दै एक्लैले 4 विकेट लिए भने उनलाई सोमपाल कामीले 2 विकेट तथा सन्दीप लामिछाने र गुलसन झाले 1-1 विकेट लिँदै साथ दिए। अमेरिकामाथि यो शानदार ऐतिहासिक जित निकालेको नेपाली टोलीले अब आफ्नो उच्च मनोबलका साथ तेस्रो खेल आगामी सोमबार स्कटल्यान्ड विरुद्ध खेल्नेछ, जसका लागि नेपाली टोलीलाई बधाई दिनुहोला।